आजको कार्यक्रमको सभाध्यक्षज्यू लगायत माननीय मन्त्रीज्यूले पनि लिइरहनु भएको छ। साथसाथै विशेष अतिथिको रूपमा हामीसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूको पनि उपस्थिति रहेको छ। उहाँलाई पनि स्टेजमा आएर विशेष अतिथिको रूपमा आसन ग्रहण गरेर प्रविधि मैत्री युवा उद्यमशीलतामा एउटा किनोट प्रेजेन्टेसन पनि हुनेछ। यसमा उद्यमी तथा उद्यम अभियन्ता रञ्जित आचार्यज्यूले किनोट स्पिच दिनुहुनेछ। युवा उद्यमशीलता र वित्तीय पहुँच विषयमा अर्को लगत्तै किनोट स्पिच पनि हुनेछ, जसको प्रेजेन्टेसन चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कका सिइओले गर्नुहुनेछ र एउटा समृद्धिका लागि साझा सभा। हार्दिक धन्यवाद। यो दीप प्रज्वलित भए जस्तै आज एकतामा बल गरौँ, विकासको पहल गरौँ, कृषि उद्योग प्रविधि हर क्षेत्रमा सफल बनौँ, उर्वर भूमि ऊर्जा शक्ति संरक्षितमा जोड गरौँ, सयौँ थरी फुलहरूमा सृजनाको रङ भरौँ। र यो कार्यक्रममा यहाँको सार्थक सहभागिता आज दिनभरि भने छ भन्ने कुराको विश्वास म व्यक्त गर्न चाहन्छु। खास गरिकन युवा परिषदको अग्रसरतामा युवा तथा खेलकुद मन्त्रालयको मार्गदर्शनमा हामीले यसबाट सबै प्रदेशमा प्रदेश स्तरीय युवा उद्यमशीलता सम्मेलन गरेर हामी अहिले केन्द्रीय तहको यो कार्यक्रम। समारोहका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपतिज्यू, युवा परिषदका उपाध्यक्षज्यू, कार्यक्रममा उपस्थित हुनुभएका देशभरिबाट सहभागी हुनुभएका सम्पूर्ण युवा विद्यार्थी भाइ बहिनीहरू, आज युवाको लागि अबको निकास, उद्यमशीलता, रोजगारी र सिप विकास, यसको सान्दर्भिकता, यसको महत्त्वको सन्दर्भमा स्वागत। राष्ट्रिय युवा परिषदका उपाध्यक्ष, मन्त्रालय तथा परिषदका सम्पूर्ण साथीहरू, पत्रकार तथा सुरक्षा कर्मीहरू, यहाँ उपस्थित हुनुभएका जोश जागर र सास लिनुभएका सम्मेलनमा भाग लिनुभएका यस सम्मेलनका अध्यक्ष तथा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष, यो मायाको छिलो अर्पण गरिरहेका छौँ माननीय मन्त्रीजीको हातबाट। धेरै धेरै धन्यवाद। यो सँगसँगै हामी कार्यक्रममा विशेष अतिथिको रूपमा पाल्नुभएका माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूलाई पनि यो मायाको चिनो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
उहाँलाई पनि समय साथ र मन्तव्यको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै यो उद्घाटन सत्रको समापन गरिदिनु हुनको लागि सभा अध्यक्ष भन्छु। जस्तै यहाँभन्दा पहिला म ज्योति विकास ब्याङ्कमा एज अ सिओ काम गर्दै थिएँ। म इन्ट्री गर्ने बेलामा त्यहाँ जम्मा 206 जना कर्मचारी हुनुहुन्थ्यो। 4 वर्ष काम गरेर म निस्किँदै गर्दा त्यहाँ 810 जना कर्मचारी हुनुहुन्थ्यो भने 4 वर्षको टेनरमा सायद मैले आफै उद्यम व्यवसाय गरेको भए रोजगारी 600 जना मान्छेले बढ्थेन होला, तर एज अ सिओ मैले काम गरेँ, एक्सपान्ड गरेँ, त्यहाँ चाहिँ त्यही अनुसारको ग्रोथ भयो। गर्न चाहन्छु। मलाई लाग्छ युवा भन्ने बित्तिकै जुन एउटा भित्रबाट एउटा शक्तिको अनुभव हुन्छ त्यो चाहिँ मैले देखिरहेको छु र यो देश बनाउने पनि युवा नै हो र युवा बिनाको देश नयाँ सडक जुद्ध सडक भनिन्थ्यो त्यसलाई, त्यो मात्रै कालोपत्रे सडक थियो। अहिले करिब करिब देशभरि सबैतिर सडक सञ्जाल मात्रै जोडिएको होइन कि देशका 75 जिल्लाका सदरमुकामसम्म सडक सञ्जाल जोडिन पुगेको छ। स्वास्थ्यको कुरा, मातृ मृत्यु दरको कुरा, अरू थुप्रै पहुँचका दृष्टिकोणले हामी करिब करिब कायाकल्पको अवस्थामा छौँ। तर त्यसको केही पनि भएन त भन्ने एउटा निराशा छ। त्यो निराशालाई चिर्दै हामी अगाडि बढ्नुको विकल्प छैन। तर त्यति भनिरहँदै गर्दाखेरि अहिले यो हलमा जति पनि जुन वर्गको, जुन उमेर समूहको श्रोता अथवा दर्शक उपस्थित हुनुहुन्छ, हाम्रो पुस्ता भनेको चाहिँ ठ्याक्कै त्यो अघिल्लो व्यवस्थाको थोरै कुराहरू स्मरणमा छ, तर अधिकांश हामीले बुझ्ने भएपछिदेखिको चाहिँ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पछाडि नै हामीले नेपाल देखेका हौँ र त्यो आएको पनि लगभग अब 20 वर्ष भइसक्यो। यो अन्तरालमा हामीले देखेको कुराहरू के हो र हामीले देखेका कुराहरूलाई हामीले कसरी मूल्याङ्कन